गाइस वेलकम ब्याक टु माई च्यानल। अनि आज पनि ल आज चाहिँ अब फेरि घुम्न गइदिनु लागि त ट्युसडे सिउडे किन कुरेर बस्नु होइन, त्यही भएर आज स्याटरडे भनेर अनि चलिदिनु लगाएको होइन। अब त्यही नै हो, अलिकति तल गएर भेटौँ है त, बाइक साइक झिकेर त्यही नै हो ल होइन। म चाहिँ होइन अब शङ्कर दाईको भ्लगमा चियाट्टै आइरहेँ। अब हामी चाहिँ यहाँ पेट्रोल पम्पमा चट्ट पेट्रोल हालेर मस्त अनि हामी बनेपा घुम्नु जाने हो। कहाँ जान्छ दाइ? बनेपा घुम्नु जहाँ हुन्छ त्यहाँ जाने त। बनेपा किन जाने होइन, हामी धेरै ठाउँ छ घुम्ने यहाँको छ। पनौतीमा घुम्ने कि बनेपामा घुम्ने कि कहाँ घुम्ने अब घुम्ने चाहिँ घुम्ने हो। फेरि आज मेरो कपाल कस्तो भयो धुलो सुलुले अब यस्तो हुन्छ कि होइन, ठिक छ केही छैन। यो अनुहारमा चाहिँ एडिटबाट यस्तो स्मथमा राख्नुपर्छ। मेरो अनुहार यस्तो देख्यो भने त केटी गयो पनि पछि लाग्दैन। ल अब पेट्रोल हालेर हामी अगाडि लाग्छौँ च्याट्टा होइन। बाइक त्यस्तो खतरा चढेर अनि सुतलीले सुतालीले बाँडेर नि हुन्छ दाइ तपाईँ हेत तेरि यस्तो माथि हामी पेट्रोल भरेर आइसक्यो होइन। 1000 पनि जाँदैन भन्छ माछा, 1000को भन्दा बढी गएर है 2500 माछा बिल्ला भएर। ल यहाँ फोन आयो है, कसको खोइ कसको हो यो? त्यही हो माछिसको त्यहाँपट्टिबाट है त झर्ने चाहिँ। र हाम्रो मोटे यहाँ दर्शन भाइ पग्ला अहिले मोबाइल मिलाउँछ राम्रोसँग होइन। फोन आएको आएछ होइन। अब हाम्रो त्यहाँ स्टेडियम बनिरहेछ होइन। डेटिङ र त्यही नै हो। अलिकति माथि गएर फेरि अर्को बाटोमा गएर भेटौँ है त। ल दर्शन भाइ यस डान्स हान्दैछ है, डान्स एउटालाई सेक्सी डान्स दिएन त। ल हामी चाहिँ यहाँ आइसक्यो होइन। यो ठाउँको नाम के हो थाहा भएन। मोटेले कालान्ला हो होइन। त्यही नै हो, म हेर्दै गरौँ कहाँ पुग्दो रहेछ होइन। बाटो चाहिँ कहाँ लाँदो रहेछ, त्यही नै हो। जस्ट गो विथ द रोड। बिस्तारै जाउँ है, हावाले हान्छ। म साउन्डै हराउँछु क्या फेरि माइक एडप्टर हुन्छ नि, किन तेलमा राखेर एडप्टर भइहाल्छ नि। ल झन्डै मोटेले हामीलाई बतासे चुट डाँडामा लग्यो होइन। अर्को ठाउँ जाने भने झन्डै अर्को ठाउँमा लग्यो त। घुमा ल हाम्रो चुत हिरो चाहिँ यही हो है। फेरि माथि घुमाउँदैछ होइन। अब यो चाहिँ त्यहाँ माथि चाहिँ बतासे डाँडा यो ठाउँ। मैले चाहिँ यसको साथी लिन जान्ला होला भन्नु त कि प्रशान्त भाइ। प्रशान्त हो कि खै के अघि के नाम भनिरहेको थियो नि त। अनि माथि ल त्यही नै हो, हेर्दै जाउँ। अब अलिकति माथि गएर भेटौँ है त। जान लागेको चाहिँ फेरि सिङ्गल ट्री है, नबुद्धको अलिकति तल छ होइन। अनि त्यहाँबाट फेरि तलतिर झरेर अनि माथि सुकुटी हान्न जानुपर्छ है त। ल अलिकति माथि गएर भेटौँ। ल यो चाहिँ हामी यो नबुद्धको भन्दा अलिकति माथिको ठाउँ होइन। यो ठाउँको नाम थाहा छ तँलाई? यो ठाउँको नाम यो ठाउँको नाम के भन्छ? बुझेँ कि बुझेन? हो शङ्खु ल शङ्खु। हाम्रो फेरि शङ्खुमा यहाँनिर उयो माथिको देखिको चाहिँ यो माथिको देखिको चाहिँ नबुद्ध होला। अनि माथि नबुद्ध चाहिँ फेरि एक दिन कुनै दिन मजाले घुम्न आउला है। आज चाहिँ टाढैबाट आज चाहिँ फेरि अर्कै ठाउँमा प्लान भइरहेको छ। झन्डै मोटे मोजीले उस गरिदिएको थियो, अर्को ठाउँ लगिदिएको थियो, तर केही छैन। अब अलिकति माथि गएर भेटौँ होइन। मेरो आवाज चाहिँ कस्तो आइरहेछ त्यो चाहिँ अलिक मिल्यो होइन। मोटेको भिडियो होइन। हाम्रो आमाले कलाएर ठाडै ओह्रालो हाम्रो मोटेले बाइक झार्दैछ होइन। जसो भाइले पनि झार्दैछ। यो मुजी राइडर हो नि फेरि मैले आजकल कति बेतिर किलोमिटर आएको भन्थेँ त? 2500 मुजी घन्टाको 2500 है फेरि मुजी होइन। त्यही नै हो। ल त्यही नै हो। आजको चाहिँ शनिबारको चलपल छ है त, हल्का पनि त्यही नै हो। नबुद्धको तल एउटा सानो स्ट्याचु च्याप्टर लगाएर अलिकति तल गएर भेटौँ है त।
चाहिँ म्याप है त यहाँबाट अगाडि गएर राइट टर्न हान्यो भने चाहिँ नवबुद्ध लेफ्ट टर्न हान्यो भने चाहिँ दाप्चा होइन अनि फेरि यताबाट तलतिर हान्यो भने चाहिँ काभ्रे भन्ज्याङ हाम्रो मामा ल यो हाम्रो चाहिँ झुलिखेल जाने बाटो होइन काभ्रे भन्ज्याङबाट हो अब अलिकति तल गएर यहाँको ठाउँ नि फेरि एकदमै राम्रो छ बाटो चाहिँ फेरि सेक्सी A1 छ होइन ल टक्क होइन ल यहाँ माथिबाट चाहिँ कहाँ पुग्छ थाहा भयो ल तिमीहरूलाई ट्याक्क एउटा ब्युटी सेक्सी ठाउँ देखाउँछ है त यहाँ पहिला बसौँ होइन I saw piece of heaven. यहाँबाट चाहिँ नवबुद्धको खत्रै देख्छ है अलिकति क्यामेरामा चाहिँ राम्रोसँग क्याप्चर भएन होइन त्यही नै हो तर देख्नु चाहिँ एकदम राम्रो देख्छ र त्यही नै हो तल मकै घारी यहाँ यो घारी होइन सल्लाह घारी होइन यो रुखहरू सल्लाहको होइन हो ल अलिकति अब माथि गएर भेटौँ है त अब ट्यागको यहाँ चौरनिरबाट एउटा सेक्सी देख्छ होइन त्यहाँ गएर भिडियो गराउँला है त ल टक्क लाएर हामी चाहिँ यो ठाउँको नाम के अरे फुलबारी फुलबारी है त म ठाउँ ठाउँ घुमेर हुन्छु तर माथि ठाउँको नाम नि थाहा हुँदैन कि यहाँ मुनि चाहिँ दसैँतिर अनि अरू बेलातिर खतरा टुर्नामेन्ट भइरहेको छ होइन यहाँ पनि चौर छ कि यो चाहिँ हाम्रो फुलबारीको गेट र त्यही नै हो अब हाम्रो मोटेले चाहिँ यहाँ तल पुरिरहेको छ होइन त्यो अलिकति बत्तेर आएछ र त्यही नै हो ओ भाइ हेलो हुन्छ है भाइ ल अब हामी चाहिँ सिङ्गल ट्री होइन यहाँ राइट साइडबाट तल झर्नुपर्छ है त्यहाँबाट यहाँबाट तल अनि सिङ्गल ट्री चाहिँ उयो हो कि हाम्रो मोटे गर्दैछ मिलाउँदै छ होइन त्यही नै हो अब यहाँनिर हाम्रो गाई हाल्छु लिएर दर्शन भाइभित्र छिराउनु भयो त स्याटर हेलो जाउँ न माथि ओइ ओहो सेक्सी छ है त सेक्सी हाम्रो मोटे सेक्सी चाहिँ यहाँ मिलाउँदैछ रिसाएको त छैन नि नरिसाउ होला बेबी होइन हाम्रो भाइले चाहिँ एक चक्कर हानिसक्यो र त्यही नै हो यो तल्लोको यो चाहिँ 5 खाल भयो यता चेक आउट ल ओहो पिकनिक ए ल दिदीले डेन्जर दिनुभयो सुने कि सुनेन तर डेन्जर दिनुभयो पिकनिक आएको हो कि के आएको हो थाहा नै भएन होइन त्यही नै हो सिङ्गल ट्री चाहिँ यही हो है फेरि यहाँ एउटा मात्र रुख भएर तर सेल्फी डाँडा नि भन्दो रहेछ है यो ठाउँलाई चाहिँ ल म चाहिँ केटा हो यस्तो फोहोर चाहिँ गरिदिनु भएन है म चाहिँ आएर ठाउँको अलि म सदुपयोग गरौँ हो कि होइन जसन भाइ माझी ल हेर्नु म चाहिँ जता हेरेँ त्यतै फोहोर मासला सुतहरू यस्तो चाहिँ नगरिदिउँ है त र त्यही नै हो टाइम ल्याप्स हाने माचिस त्यो बादलको मुभमेन्टै नै नभएर त्यो गर्दै अब छोड्दै होइन त्यो चाहिँ हाल्दिनँ म र त्यही नै हो ल यता तलतिरबाट चाहिँ माथि भकुन्डे नि पुग्छ दाप्चा नि पुग्छ है त दाप्चा चाहिँ अलिक यहाँ माथिको बाटोबाट छोटो पर्छ यहाँ तलकोबाट चाहिँ अलि लामै पर्छ जे होस् भकुन्डे नि पुग्छ अनि अहिलेको माथिकोबाट भन्छ कि दाप्चा पुग्छ यो यहाँबाट नि काभ्रे भन्ज्याङको तलपट्टि पुग्छ है यो मुनिको बाटो र त्यही नै हो अनि यताबाट चाहिँ हाम्रो यो राइट साइडपट्टिबाट चाहिँ काभ्रे भन्ज्याङको ठ्याक्कै चेकपोस्टमा निस्किन्छ है त ल अब अलिकति तलतिर गएर भेटौँ है त ल अब म चाहिँ यहाँबाट एक्लै झरिदिनु लाग्यो त यिनीहरूको चाहिँ यसको चाहिँ यो बाइकले समाउँछ भनेर नजानिदिए अब म चाहिँ तलतिर गइदिए है त ल तल गएर भेटौँ न ल ओइ म गएको है त ल ल ल अब तल गएर भेटौँ है त मसँग फेरि खोइ माचिस
होल्डर नि छ यसो भिडियो हान्दै जानुपर्छ हेर्दै गरौँ है त ल स्याट्ट लाएर भिडियो गर्दै जाउँ है त यो चाहिँ अब हातले गरिदिनु लाग्यो होइन ल पछाडि चाहिँ यस्तो देख्छ है त अब अगाडिबाट ठेल्दैछु 6को स्पिड 7 8 9 10 11 ल सर जाउँ त गाडी नै आउँदैछ होइन त्यही नै हो यस्तै छ बाटो मोमो बाटो त्यस्तै छ होइन यसो चल्दिउँ न होइन यस्तै ल दामी पारा देख्थेँ त यहाँ फेरि आज पानी पऱ्यो भए चाहिँ बिहान पानी पऱ्यो भए चाहिँ एकदमै सेक्सी देख्थेँ सेक्सी भन्दा नि सेक्सी के अब दामी नै देख्थ्यो कुकुरले आएर याद गरेर छ छैन होइन त्यही नै हो अनि एउटा होटेल छ माथि बस्ने ठाउँ छ यहाँ होटेलमा आनन्दको ठाउँ छ पहिला चाहिँ बाटो बिग्रेको थियो अहिले चाहिँ बाटो पिच बनाइसकेको छ होइन पिच बनाएर ट्याक्क लाएर राम्रो एकदम राम्रै बनाइसकेको छ त्यही नै हो अगाडि चाहिँ पानी पर्दैछ आज चाहिँ पानीले हान्छ कि हान्दैन लेट चाहिँ कि त आउट है त ट्याक्क लाएर बाटोबाट चाहिँ तल काभ्रे चेक पोस्ट निस्किन्छ होइन त्यो बाटो चाहिँ एकदमै सेक्सी बनाइसकेको छ है त सेक्सी ल यहाँ चाहिँ त्यस्तो छ है यो रोकेर हेरिदिउँ है त यो चाहिँ के लेख्यो थाहा भएन होइन झरेर हेरिदेऊ न उहाँपछि होइन ट्याक्क लाएर यही नै हो बुद्ध छ एउटा होइन अब काभ्रे भन्ने आइपुग्छ अनि यहाँबाट चाहिँ यता अघि त्यो हामी फर्का ठाउँपट्टि पुग्छ है त अहिले हामी यो रुटबाट जान्छौँ है त अहिले यो रुटबाट आयो अब यहाँबाट यता मास्तिर जान्छ है त ल अब म चाहिँ यहाँ हो चेस माउन्टमा अड्काएर भिडियो हान्दै जान्छु अनि गीत सुन्दै जाउँ है त सो लेट्स गो यो गाइज हामी चाहिँ काभ्रे भन्ज्याङ आइसक्यो है त काभ्रे भन्ज्याङको चेक पोस्ट आइपुग्यो है त सर्ट लाएर मेरो आवाज कतिको आइरहेछ होइन अगाडि चाहिँ चटपट पसल्ने छ अब चाहिँ हामी यहाँबाट राइट टर्न लिएर जानुपर्ने हुन्छ है त राइट टर्न कुचुक या चेक पोस्ट यहाँबाट चाहिँ राइट टर्न स्टार्ट हाल्यौँ चेकिङ हुँदो रहेछ चेकिङ ल टक्क लाएर होटेल नि आइसक्यो होइन अब यहाँ यसो अड्कौँ होइन पसल देखाउनलाई अड्कौँ है त
फर्किनिसक्यो म चाहिँ नचाएर छैन त्यही नै धेरै टाइट गरेर छैन अनि पसल चाहिँ त्यो फर्स्टको होइन सेकेन्डको होला कटेज देखाएको छैन त्यही नै हो ल अब उयो कटेज तल कि माथि तल यो होइन प्याज कलाएर यही नै हो त ढक्कलार म चाहिँ माथि आएर बसेको है त तल मान्छे रहेछ होइन ल अब यहाँबाट यसो भ्यूहरू हेर्दै बस्थ्यौँ एकछिन होइन मेरो हातमा सामान छ कि एउटा मोबाइल भयो होइन अहिले म चेसमा यहाँको सुकुट चाहिँ यही हो त म चाहिँ फेरि यतिको लागि यहाँसम्म आइपुगेको काम नपाएर त्यही नै अब यो ठाउँ एकछिन बस्छौँ अनि त्यो जाउँ अहिले ल त्यही त टेस्ट हानिदिउँ है त टेस्ट चाहिँ अघि नै हान्छ कि अहिले चाहिँ फेरि तिमीहरू देखाउनको लागि है त यही नै हो दामी छ कि दामी टक्क घुम्न आऊ यसो हेर राम्रो छ र त्यही नै हो मिठो नि एकदमै मिठो छ है त ल यसको लाएर यति मार परेको छ कि यति मार त्योभन्दा बढी चाहिँ परेको छैन त्यति चाहिँ अलिक खुल्लै परिरहेको छ कि यहाँ परेको छ नि त्यहाँ थप्रै परिरहेको छ चिसो छ चिया खाइदियो भने चाहिँ तातो दुध चाहिँ सकिरहेको छ अरे है घर पनि आइसक्यो है त घर सराएर बसेँ होइन अनि एउटा कुरा के मुला कस्तो होला कि म जहाँ गएँ त्यहीँ पानी पर्छ होइन म चाहिँ अस्ति नै भन्दैछु त जहाँ निस्क्यो त्यहीँ पानी पर्छ भने मल लोद्दर हो कि होइन के हो र त्यही नै अनि एउटा कुरामा चिज त्यहाँ पानी परिरहेको थियो होइन अनि म आनन्दले बसिरहेको थिएँ अनि म त त्यहीँ नि दाज भने बिल्ला भएर है त्यहाँनिर मान्छे आइरह कस्टमरहरू के तिनीहरू अनि बोल्न थालिरह ल म चाहिँ कहाँ छु भइरहेको झल्यास एकचोटि उठ्दा झस्याङ्ग भइरहेको अनि त्यही नै हो अनि अब आजको लागि चाहिँ यति नै त्यही नै हो किप वाचिङ एन्ड किप सपोर्टिङ लभ यु अल बाई गाइज अब चाहिँ हामी नेक्स्ट भ्लगमा भेटौँला है त र त्यही नै हो आजको लागि चाहिँ यति नै सबैलाई माया छ मनदेखि नै है र बाई